होइन एकपल्ट हाल्दैछ उसले ल पानी लगे जा My favorite. What? Is my favorite. लड्छ Failure is my favorite. Why for? Yeah. And therefore, zebra. It is my favorite. It's everything is my favorite. So फेरि भन त इट इज माई फेभरेट भन्नु अहिलेको जस्तै त्यो माथिबाट It's everything and my favorite. त्यो देखाएर कि एबिसिडी देखाएर Before ball, it's my favorite. Apple, it is my favorite. Cat, it's my favorite. Dog, it is my favorite. Apple is my favorite. Black is my favorite. Grape, it is my favorite. Horse, it is my favorite. And nail, it is my favorite. लडिहाल्छ दर्शक कति एक हप्ता चाहिँ सास गर्ने गाह्रो भयो बाट्दै जब त्यो बाट्नु त भएको त्यस्तो गाह्रो बनायो भने चाहिँ हारीमा त परेन दिदीको यहाँ राखेर खिच लालुमा मनाउन बुढेसकालमा लालुमा अनि नानी जानु भयो जानुभन्दा अर्थ परेको छैन नि मैले टिको अगाडि परेको ए हामीलाई पनि हेरे बाबु के रुक्यो राम्रो सबैभन्दा राम्रो पाण्डेको छोरी मध्येको राम्रो तिम्रो नै हो अलिकति आमा फरक गएको मलाई त्यस्तो छैन जे पनि भन्न जे पनि तपाईले सोध्नु जाने एकचोटि त्यसो नभन्दै एक बात एक कुरा सिद्ध गर्दै तिमी यहाँ खाने कुवारी भनेर कुरा गर्छु साले फटा जस्तो यार मान्छे हैन वाट यस्तै फेरि हिजो बाटोमा आउँदा के खायो त्यौदा गरेर बस्छ जानु त फेरि यहाँ आउँदा आफ्नो बाटो बन्छ के पोर पनि आउँदा खिचेले हो त्यही भने खाने त बियर अनि उनीहरुले कुरा गर्छ हो सकिने हैन उसको जङ्गा हामीले पोर पनि आउँदा अस्ति भर्खर पनि हुरी गरेर खिचेको है अस्ति नि खिचेको अहिले आगो चाहिँ आउन त अहिले लु भन्छ बुवाले लाग्नु पर्ने कि आफूले लाग्यो आफूले लाउने चाहिँ कि बस्न नभइहाल्छ त्यहाँलाई यसो गरे छिटो गरे छिटो मिलाको गर्छ छिटो हुन्छ यहाँ लाभा त अनि यहाँ ओ हाकिमे र भ्याउती ससुरालीमा भ्याउती ससुराली जाने छ कि जाने ठीक टिका छ अनि जे गर्नु पानी गयो अस्ति गएको सबैले दियो माइत पिगाइदिने भए त छैन मैले पानी नपरे चाहिँ सेर जाएको छ भुटे मलाई बोलाइछ के गर्नु तपाईँलाई मैले लिएर जान्छु होइन गाडीमा उहाँको हुन्छ कहिले लिएर तर आज आइपुग्ने रहेछ हुन त हुन्थ्यो बाबु मलाई टिकातिर आइपुग्यो मलाई एकदम उल्टी भएर गाडीमा हुँदै बलस्टी पनि एकदम किनेको थिएँ आमालाई उल्टी हुन्छ अगाडिसित हेर बिचारा अब के गर्नु जाने बेलामा त फेरि ज्याङ्गरी जाने भयो नि एकल म खबर है भन्दैन नानी केही पनि साइलालाई भनेको जान्न भन्नु आमालाई पनि
अनि जान्न भने ओइ बाबु हामीलाई हानेको खिचिरहनु पर्छ अनि तपाईँको जान्न भनेपछि ल के गर्ने त भनेर यति यो पानी के अरे मैले चाहिँ सेरोदाइमा पुग्छु तपाईँ जानेर त्यत्रो दुःख गाउँमा बसेर टिका चाहिँ हेरिहाल्ने हो आइपुगिहाल्ने चाहिँ टिकासम्म तपाईँहरू यहाँ टिकै हुनु भनेर अनि टिका दिन आइपुगिहालिन्छ भनेर यहाँ फोन गरेँ बाला फोन गरेँ अनि बाला फोन गरेँ जान सक्दैन गाडीमा अगाडि सिधा राखेर पल्टी किनेर अहिले फोन गरेँ खिच्नु पर्छ नि यस्तो त गरे तिमीहरू दुईजना मिलेर बस्नु न रिनालाई पनि हो यसरी सोध्यो भए पनि पढ्नु पर्यो फेरि यसरी छोपेर बस्छ फेरि तपाईँको 3 घन्टा पुगिहाल्छ म त फेरि टिका दिन आइदैन पनि होला फेरि सबै बिमारीका बिमारी अनि के गर्नु अनि फेरि शोभा कुन दिन आउँछ मलाई त्यही छ उहाँले जस्तो आशीर्वाद दिन हामी मङ्गलम भगवान् विष्णु मङ्गलम यति चाहिँ जानु आइन्द्र नचिते श्रीन्द्र सरते सत्पुरुषेम राघवे ऐश्वर्ये नवसे गतिक्षेपने मानव सकृतोधने दानव परिचरिते बलं फलधरे भगवान् श्रीतस्तनारायण जयन्ते मङ्गलाकाली वशकाली कपालिनी रोग भने अब जति राम्रो लाग्यो अबदेखि नलागोस् रोग जति नै हराउनुहोस् हिँड्न खेर नलागोस् नहुँदा के नगरोस् कसैको आश नगर्नु पैसा बरु अरूलाई आश पुर्याउने भए असमान राम्रै छन् छोराछोरी खिचेको थियो सँगै दिनु नि आउने जाने छँदै छैन चम्दिनु आमासँगै दिनु कि अहिले खिच्न पनि छ नि यहाँ बोल्न नलाउनु ए आउँछ अहिले कसैको आश नगर्नु अरूलाई चाहिँ आश पुर्याउने भए रोग जति जम्मै हराउनुहोस् छोरीहरूले सुख शान्तिले राम्रै छ त्यस्तै हो चिन्ता नगर बेचारो बेचारो हुन्छ कसैको आश नगर्नु मनमा चिन्ता जे चिन्ता छ पुगोस् चिरुन्जी हुनु तरिका बुढाबुढीले सँगै दिने हो के बस्नु पर्यो यहाँ मङ्गलम गरुड अलि माथि भएको आइन्द्र नचिते श्रीन्द्र सरते सत्पुरुषेम राघवे ऐश्वर्ये नवसे गतिक्षेपने मानव सकृतोधने दानव परिचरिते बलं फलधरे धारानी हाल्नु पहिले नलागोस् नहुने उठाउने कुरा चाहिँ जाओस् राम्रो राम्रो कुरा आओस् अलिक भलन्नी ज्ञानी हुनु जे मनमा चिता छ सो पुगोस् दुईजना मिलिजुली गरेर राम्रो गरेर हिँड्ने जे मनमा चिता छ सो पुगोस् हिँड्दा ठेस नलागोस् नहुँदा ठेस नझरोस् अब पैदल हिँड्नु नपरोस् गाडी छँदैछ बुडुडु गाडी अब अर्काकै भए पनि आफूले पनि बिस्तारो बिस्तारो किन्नुपर्छ छोरीहरूले सुख शान्ति दिउन् सबभन्दा नरिसाउनु उठाउने उठाउने कुरा नगर्नु अलिक भलन्नी हुनु त्यही भनेको ल चिरन्जी हुनु बाबु फेरि सुर त्यस्तो तेजा बाले हुनु उहाँ कानिजको ऊ जस्तो छ सिउँ जस्तो मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गलम आइन्द्र नचिते श्रीन्द्र सरते सत्पुरुषेम राघवे ऐश्वर्ये नवसे गतिक्षेपने गोरु त चाहिँ अलिक कालो कालो भएछ बाबु यस्तो राम्रो गोरी अमेरिकाको जस्तो बुहारी भेटिरहेछ सत्यन्त कुन्ती सुते विज्ञानी शिव धाराले हाल्नु दुर्गा भनेको पसललाई चाहिँ जिउमा सुख सन्तो होस् नलागोस् मनमा चिता कुरा पुगोस् बाबु अरूको अर्काको आश नगर्नु
गोरु अर्कालाई चाहिँ आश पुर्याउने भए राम्रो गरेर मिलिजुली गरा भने नि आफू चुलो लागेर भयो घरे अनि घर हो घर उसैले खोज्छ छोरीहरूले राम्ररी बाटो सुकै हुन्छ यतिकै हो राम्रै छ पढेकै छ नि यहाँभन्दा के हुनु पैसा यसो पनि उसो भएकै छ चिन्ता नगर्नु चिन्ता गरेपछि धेरै दुब्लाइन्छ बाबु सिरिसु देख्यो तेजबाली हुनु आफ्नो मनमा राम्रो चिताएर विज्ञानी विजयम भगत भगवान कृष्णस्थ नारायण जयंते मंगला काली भद्रकाली जे मनमा चिता नानी सोचो पुगोस् हामी सबै बाबा मम्मीलाई सबै पाल्ने हामीलाई पनि हेर्ने सबै तेरो भर परेछौँ हामी हिँड्न टेक्न राम्रो नगर पेस नजारोस् शत्रुको शिर उँधो आफ्नो शिर उँभो सिरिसु तेजबाली हुनु हुनु बाबु आमाले छेकेदेखि हात आयो कसरी चिरञ्जीव हुनु बुवा मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजो मंगलम व्यापंडरीकाक्षमरा आइन्द्रो नचते सुरेन्द्र सरते शत्रुस्य राघवे ऐश्वर्ये नमसे गति चपवने मामं दानम चरसते वरमालदे सत्यं भगवतो जयंती मंगलाकाली भद्रकाली हरण होस् जे मनमा चिता छ सोसो पुगोस् बाबा मम्मीलाई राम्रो पार्ने मुख नलाग्ने बाबा मम्मीलाई धेरै धेरै पढ्नु जे मनमा चिता छ सोसो पुगोस् कसैको आश नगर्नु चिरञ्जीवी हुनु बाबु मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजो मंगलम व्यापंडरीकाक्षी मंगलम आइन्द्रेण सुते सुरेन्द्र सरसे शत्रुघ्न राघवे ऐश्वर्ये नवसे गति चपवने मानं चतुर्योधने दानं सर्वसुते बलं अलतरे सत्यंत कुंती सुते हिँड्न ठेस नलागोस् नौगतिए नजरोस् गुटुटुटु गाडीमा हिँड्नु परोस् धेरै धेरै पढ्न आओस् धेरै धेरै पढ्नु बाबा मम्मीलाई राम्रो गर्ने राम्रो पाल्ने कसैको आश नगर्नु बाबु सिरिसुर जस्तो तेजबाली हुनु जे मनमा चिन्ता छ सोच्नु पुगोस् तत्कालै मिनाजु 5 मंगलम भगवान मंगलम मिलाउँ त तपाईँ त्यो मिलाइदिनु न म खिच्दैछु क्या यसको दुईवटा पापा त्यो होला नि त्यहाँ एउटा तपाईँलाई छ एउटा दिँदैछ बाबा मम्मीलाई राम्रो गर्न पाल्ने भए अरूको आश नगर्नु यो कसले लाटीको पनि सुकेछ कसले घरैमा जे मनमा चिता छ सोसो पुगोस् धेरै पढ्न आओस् धेरै पढेर ल एकछिन यहाँ आमाले पुरै आउनु पर्यो नि आशिष जमरेर मिस्टर रल्ल बल्ल भएको
बिलेटले काटेर चट्ट पार्यो साइलो कहाँ छ आजकल साइलो मैले फोन गर्दा फोन त उठाउँछ अरू कहिले काहीँ आमाहरूको फोटो उठेको आएको बस्दैन कुन ठाउँमा छ थाहा छैन के गएर जाँदाखेरि छ भिनाजरा ढोग्नु पर्यो त्यहाँ त हात नहुनु यहाँ लाउनु पर्यो नि पर्दैन भिनालाई मैले धोइसकेँ अहिले धोएर हुन्छ दिललाई चाहिँ धोउने यहाँ पाइ पहिले यसो गरेर भएर त्यही माथि दिदी पनि हुन्छ दिदी हो नि त दिदी हो नि त तरनी भइरहनु आफू चाहिँ बुढो भइसक्यो कस्तो गतिलो आशिक दियो रे भन्नु पर्थ्यो नि त्यतिकै पहिले बुढा हुनु होइन पहिला भर्खरको मान्छे दिदीले भएको त पैसा अब यताबाट आइसक्यो दिने छ निदा चाहिँ लिनु छ ल आउनु बाजे ओ सानी छोरी म बस्छु जयसित बस म जयसित बस्दैन कस्तो हो के दिदी कुन हो बहिनी कुन दिदी दिदी अलिक काली छ कान्छी अलिक रोगी भई अब विषय हुन्छ अलिअलि धेरै विषय बुढाले मजाले जे कम खानु पर्यो नि केसुले त के टिकै अर्को लाज त घरको टिको लाएनन् कि क्या हो नानीले माइत जाने पहिला जाने सबै छोड्दै मन पर्दैन धेरै नभए सबैतिर भइसक्यो दर्शन गर ठुलो बुवालाई दर्शन दर्शन ऊ यहाँ ठुलो आमालाई पनि दर्शन पहिला सानैबाट ढोग्नु त यता आऊ केसु यता आऊ पानी ढोग्नु यता आऊ आफ्नो दिदी छोरा नढोगेर खोलो ढोग्नु नि मजा गराएर चाहिँ पर्दैन छोरीलाई खै छोरीलाई ढोकी ढोकी गराऊ है हास श्री सूर्य तेजबारी हुनु कसैको आश नगर्नु बरु अरूलाई आश पुर्याउने भए रक्षा गरून् शत्रुको शिर पुग्यो आफ्नो शिर पुग्यो श्री सूर्य तेजबारी हुनु सबभन्दा बाबु रोग नलागोस् जे मनमा चित्तको सुसु होस् रक्षा गरून् यो बलपक्ष नारायण रक्षा गरून् ऐन्द्रो नसिते श्रीन्दशरते शत्रुक्षेम राघवे
ऐश्वर्य जे नौसे कति चपकने मानम चतुर जोगने चैन्ते दानम सूर्य सुते बलम हलधरे सत्यन्त रोग नलागोस् हिँड्न ठेस नलागोस् काली भद्रकाली कालिनी दुर्गक्षमा सुधा जात्री सुधा सुधा नमस्ते नदुरवाणी विजय साहित्यको लागि निरोगी शत्रुको शिर उँधो होस् आफ्नो शिर उँभो होस् शिर सुर त्यस्तो तेजाबाले हुनु क्याबास फलाना बचोर भन्ने नाम चलाउनु टोपी लाउँदा ठिक छ दाजु ठिक छ अनि बुवाले भन्नु जान लिएर कुरा सोसो बाबा मम्मीलाई राम्रो गरेर हेर्ने सन्तान पनि राम्रा छन् राम्रा सुख सन्तोक होस् सन्तोकै छ यति खुसी मान्नुपर्छ बाबु यो कलपक्षे नारायण नवदुर्गा भन्ने लिएर आउँछ नि स्टेज भएको चिरिन्जी हुनु पेटिका छ पेटिका फोटो खिचे अप्ठ्यारो हुन्छ त्यो टाउको गर्दिन न हात राख्दिनु भयो चिरञ्जी हुनु मङ्गलम भगवान विष्णु मङ्गलम गरेर मङ्गलम या पुण्य तिम्रो अष्टमी नआउने भयो नसुते श्रीन्द सतते सत्री पोलिटिका आज जे लगाउँदैछ मानम चतुर हैन गयो कि अब टाढा दानम सूर्य सुते बलम हलधरे सत्यन्त कुन्ती सुते भगवान कृष्ण नदुरवाणी विजय साहित्यको लागि सदा सुखी सबैको हाई हाई हुनु श्री सूर्य तेजबाली हुनु जे मनमा चिन्ता छ सो सोच्नुहोस् नानी चिरञ्जी हुनु लु नानी आइज लिएर आउनु पर्यो भने के हो दाजुले यस्तो अवस्था छ बिरामी साह्रै भयो टाउको लाग्दैन चिरञ्जी हुनु दसैँ नमान्ने भन्नु हजुरले होसले हो कि बेहोसले हो शत्रु क्षेम राघवे नानौ सरस्वते बलमलधरे सत्यन्त कुन्ती सुते नित्यानि विजय भगवान जयन्ते मङ्गलकाली भद्रकाली मङ्गलकाली शुभधारणी हाल नवदुर्गा भनेको पसल लागेन जिउमा सुख सन्तोक होस् बाबु रोग नलागोस् धेरै धेरै पढ्नु उन्नति होस् धेरै धेरै पढ्नु हिँड्न चेक नलागोस् नौडा पेट नझरोस् शिर सुर त्यस्तो तेजबाले हुनु शत्रुको शिर दुखो आफ्नो शिर दुखो हात नलाउनु बाबु चिरञ्जी हुनु दसैँ सधैँ लाउन पाइयोस् सुख शान्ति होस् यतै जागिर छ क्या हो बुवाको काम छ र अनि बुवालाई लिएर आउँछ त अनि परपर नतर्के है बाबु छोराछोरी सबै उही हुनु यो उम्लो काटो भने एउटा मात्रै दुख्छ चिरञ्जी हुनु बाबु त्यसै राखिदिए मङ्गलम भगवान विष्णु मङ्गलम गरेर दाजु हाम्रो त्यसै भन्छन् यो के सिक्यो होला
इन्द्रो नसुते श्रीं दशरथे शत्रुघ्नं राघवे पढेर गुटुटु सबैलाई जित्नु पढेर फर्स्ट हुनु बाबा मम्मीलाई राम्रो गर्नु धेरै धेरै पढ्नु कसैको आश नगर्नु अरूलाई चाहिँ आश पुर्याउने भए यसपालि चाहिँ धेरै पारो समय हाम्रो बाबुको नाम अबाट म पनि हेर्छु नि पुरा त्यसले उसमा भन के जातिले जाने यसो भगवान विष्णु पुरारी काक्षे मङ्गलाय तनु हरे इन्द्र नसते श्रीमान सरदे शत्रु सैन्द्र गवे ऐश्वर्य नौसे गजे तपाउने मानन्त दुर्योधने सूर्यो शान्त सुते बलत चलन्दरे शक्ति च कुन्ते सुते विज्ञानी विदुरे च भक्ति भक्त कीर्त च नारायणे चौधको हरिको प्रश्न बान्नेको निम्ति धेरै पढ्नु भाइ हेरेर पढ्नु डबल भयो बहिनीलाई डबल भयो टिका पोसिन्छ ठिक हो मङ्गलम भगवान विष्णु मङ्गलम पुनारी काक्ष मङ्गलाय तनु हरे इन्द्र नसते श्रीमान दशरथे शत्रु सैन्द्र गवे ऐश्वर्य नौसे गजेष्ठ पाउने मानन्त दुर्योधने सूर्यो शान्त सुते बलन चलन्दरे शक्ति च कुन्ते सुते विज्ञानी विदुरे च भक्ति भक्त कीर्त च नारायणे हरिको प्रश्न लागेर पढाइ मान्ने पनि छोरी सधैँ अङ्कललाई बोलाइछ हस् भनौँ बेटा तो दर्शन गरौँ ए टिका झर्छ भयो ल भयो आज बुवा भन न बेटा बुवा भन न बिमल चाहिँ तिमीहरू गाउँमा सबै व्यवहार मिलाएर सबैले अमेरिका लाने सबैले लान्छ हस् भन अमेरिका पुगेर सरकारी भन्नु ल हस् भन कहिले काहीँ म आफै आउनु ल मान्छे चिन्न थाल्छ म आएको हुन्छ ल भयो बेटा भयो मिलेर बस्नु झै झगडा नगर्नु
छोराछोरीले अब गर्दैछन् सुख शान्ति दिन अहिलेसम्म म यहाँ गर्दैछु गर्नुपर्छ अनि जे मनमा चिता छ राम्रो मिलिजुली बसेको राम्रो हुन्छ क्या बाबु फलानाको छोरो हेर के नाम चलोस् हुनु कुरा सुन्निस् छोराले पो दक्षिणा दिने होला हौ यहाँ दक्षिणा छ कि छैन नमस्कार गर्यो त नानी विज्ञानी विदे भगत सर्वे मंगला काली काली कसैको आश नगर्नु शत्रुको शिर हुँदो आमा बाउले त दक्षिणा पो दिनु छैन भयो खै खुट्टा ढोक्नु हेर फलानाकी बुहारी के बात भन्ने नाम चलाउनु सबभन्दा नानी रोग नलागोस् मनमा जे चिता छ पुगोस् चिरञ्जीव हुनु दसराले सबै अहिले कपनतिरै बसेर बनाएर गइटारी जानु परेन हजुर त्यतै ढुक्क भयो कहिले पोर्ने कि यसपालि जे गर्मी खानु पर्दै भनेको परेन इटारी चुल्नु भन्थ्यो छोरीको भालो ल हजुर नानु बस अब त अलिक फ्री भएछ झगडा गर्नु नगर्ने राम्री भएछ अब बहिनी पनि आउने नानु ल यता हेर मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज मंगलम जयन्ते मङ्गलकाली भद्रकाली शिवधारिणी हाल नदुर्गा भनेको प्रसाद लगाइकन जीवनमा सुख सन्तोष होस् रोग नलागोस् धेरै धेरै पढ्नु बाबा मम्मीले सुख दिनु नरुनु बाबा मम्मीलाई सुख दिनु हस् धेरै 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 पढ्नु पढेर धेरै ठुलो मान्छे हुनु जे हाम्रो कान्छी छोरी अनि बहिनी लाग्छ बहिनी बोल बहिनी जहिले लाउँदा ए आउनु टिको लगाइसक्यो छैन मंगलम भगवान विष्णु मंगलम मम्मीले लगाइदियो हुन्थ्यो छैन पहिला आमा बाउलाई लगाइदियो छोरी लगाइदियो आएर बसिहाली केही गर्दैन आमा बाउ कहाँ छोरी टिको लगाइदियो बस्नु कसैको आश नगर्नु बाबा मम्मीलाई राम्रो गरेर पाल्नु हस् हजुरआमा खै न हजुरआमा नस्ते दिनु न उठी जाऊ यता लिनु दानव सूर्य सुते बलम अलगरे सत्यंत कुंती सुते जे मनमा चित्त छ सो पुगोस् मुखमा हेरेर डराउन् श्री सूर्य तेजो बाली हुनु कसैको आश नगर्नु बाबु
आफैले दुःख सुख गरेर खायो संसारको त्यस्तै हो जे जे मनमा अरूलाई आश गर्ने भयो आफूले चाहिँ अरूको आश गर्नु नपर्छ त्यस्तै हो जसले राम्रै पारेकै छैन के पार्नु यहाँ सबभन्दा झै झगडा नगर्नु है झै साहब हिँड्न ट्रेन नलागोस् नगति नजरोस् कसैको आश नगर्नु बाबु अरूलाई चाहिँ आश पुर्याउने भए कसैको आश नगर्नु कहाँ वर्षको 2-4 लाख कमाउन थालिहाल्यो नि त कमाउँछ 2-4 वर्षपछि त घर बनाउँछ दाजु भन्दा तिमी आउ न कहिले आउने लु यो नातिनीलाई नातिनीलाई ओइ यो अघि कहाँ लुकिदियो खोइ कान्छी चाहिँ बसी चाहिँ उठे उभिरहेछ ठिक छ लगाइदिनु न मङ्गलम भगवान् विष्णु मङ्गलम गरेर नानी यो नम्बर दे त काक्षी मङ्गलाचन यहाँ त्यहाँ आउँदा कति टाइम लाग्थ्यो लाउँदा यसो मन भयो त अब हामी यहाँबाट त धेरै छैन कहाँ ल जाने गाडीमा हालेर लिएर जान्छु नि त दिदीलाई धेरै वर्षपछि टिका लाउन पाइयो रोग नलाओस् अहिलेसम्म भिनाजुले जे राम्रै पाल्नु भएको छ तिहारमा यसो सम्झिनु कहिले सम्झिनु न घर थर सबै छ त्यही भएर नसम्झिनु होला हाम्रो घर पनि भएन थर पनि भएन छैन बिचारे पनि अधुरै छ जे गर्छ यसैले गर्छ जे गर्छ यसैले गर्छ छोरी घर आउनु पर्ने छ पैसा पाउँछ हो नि तिमीहरूलाई दुःख छ के गरी चुप गर्छौ बाबु आउँदै आउँदैन खोइ त राजन खोइ आउँछ अहिले नबोल खाँदै हुन्छ कि ठिक छ दिदीलाई दिए पछि भइहाल्यो नि ल रिना पैसाले पुग्ने हो र मेरो मल सुझाव भएको फोटो खिच्नमा आउँथ्यो ल नवदुर्गाको भवानी लाएर ज्ञानी हुनु पढ्नु अब पढाइ राम्रो रहेछ अझै सकेसम्म राम्रो अलिक गिलो भयो गिलो हो कि फुको हो अडिएन आमाबाला पाल्नुपर्छ मामाजीलाई सबैलाई सम्झिने चिन्जान हुन्छ नत्र हुँदैन यो अस्ति आउने मामाले टिको लगाइदिएको मामा कहाँ बस्नुहुन्छ भनेर बाबा मम्मीलाई लिएर एकचोटि आउनु अब आयो भने मात्रै आउनुहुन्छ हो आएन भने चिन्दैन कसले आयो गयो माया मोर नआइबस्यो को नपरे अब जाउँ नभएर भान्जी भएर म अलि आउँछु मिलाएर अनि फेरि त्यो पाल खाँदा हो नि ब्याउने हुँदो त्यो उसलाई सघाइदेऊ न भनेको त यिनी त त्यहाँ सघाइदेऊ नि एक्लै कसरी गर्छ उसले खुट्टाले भन्दा माथि खुट्टा
जय साहब खाना अब यसो किनभने कान्छोमा उल्टिएर जाउँ त्यहाँ भन जन कान्छी नआछ न पाइयोस् कता जाइरहेका चाहिँ यो कोर्टमा त हाम्रो भान्जा माथि पो भनेर चिन्न पाइयोस् यतिको अलिक कस्तो नअडेको बाहिर भेट्दाखेरि यसो चिन्नु बोलाउनु भनी भन्नु न अब कसरी देखायो भन्दै चिन्दिन होला चिन्छन् बोलायो भने नानीको माइती चाहिँ फोटो रुकुमन कटलको हाँगा छ नि सानो हाँगा ठोल्नु क्या रुकुमन कटल चाहिँ यिनले खै काका कि बनाउ के भन्छ त्यस्तो साह्रै अनि सुन्न पाउन् दाजुभाइ जति आफ्नो बुद्धिबाट पनि दाजुलाई माग्नु दाजु सोह्र कुरा गर्नु यो कुरा चाहिँ 2-3 चोटि भनिदिनु न काका ठिक छ यो कुरा चाहिँ 2-3 चोटि भनिदिनु त्यसलाई दाजु भनेको आमा हो कस्तो अरे मिल्नु भन्ने गर्दा राम्रो हुन्छ राम जस्तो दाजु हुनु जस्तो जस्तो भाइले भयो राम्रो छ भन्दा बेलनी दाजु पहिलो ऊ जस्तो राम्रो अरे क्या बाली सुरी जस्तो बाली सुरी अब तिमीहरू पढेर तिमीहरू त मैले के भन्नु कि होइन आरती उपदेश त दिन मिल्दैन पढेनौ काका राम्रो छ जस्तो भइदियो भने खुब राम्रो अरे हो मानेन ल है ढाड दुख्छ बाबा ल एकछिन भिडियो हाम्रो सानो भिडियो थोरै उसको ल तिम्रो यो अभी नै राम्रो मनमा चिता पुरा पुरोस् हिँड्दा नलागोस् नजाँदाखेरि नझरोस् कसैको आश नगर्नु अरूलाई चाहिँ आश पुर्याउने भए श्री सूर्य वेदगाली हुनु दिउकल पक्ष नारायण नवदुर्गा भन्ने रक्षा गरून् जे मनमा चिता छ सो पुगोस् अब छोराछोरीले सुख सन्तोष दिउन् धेरै चिन्ता नगर्नु
कसैको आश नगर्नु मनमा चिन्ता पुरा पुगोस् शिरसुर जस्तो तेजबाले भनौँ जे मनमा चिन्ता सोसो पुगोस् कसैको आश नगर्नु जे भनौँ नौलो हामीले रक्षा गरौँ भगवान विष्णु कोभिड हाल्नुपर्ने चाहिन्छ एकछिन म खिच्दैछु रोग नलागोस् नरिसाउनु रिजमै पैताला पनि बुझिदिनु तल बसेर है बसेर गला देउता हेरेर ए सबै होइन नि हिजोको भिडियो हाल्नु नहुने हेरेर के हेरेर रक्षा गरून् कति दियो दिदीलाई अरूलाई हाँस पुर्याउने भए रोग भन्ने कुरो अब एकदमै हरण होस् अझसम्म राम्रो सुख सन्तोकै छ आमाले पनि पर्छ सुनौ सुनौ कति टिक लाउनु पर्दैन राम्ररी हुनु पर्दैन फेरि लाऊ माइत जाने छ माइत जाने पछाडि झपक्का लाग्दै काण्डले माइत जाने ठाडो पारेर हौ कहाँको माइत हो मैले दिएँ जानु डबल डबल त जानु बसेन यो ल टिका गर नि त कस्तो फ्यातुली छ यो हाम्रो सन्ध्या त पटार बुटुर पार्दो रहेछ मभन्दा बलियो रहेछ त को सन्ध्या मेरो खतरा छ भगवान विष्णु लक्ष्मीलाई त हामीले लाइन पर्ने हो आउँदिन दिदीको बिजोग छ के दल्यो हौ सानो चिन्ता नगर्नु यहाँ फोटो हान चिरञ्जीव हुनु श्रीसूर यस्तो तेजबाले हुनु फोटोमा हेर न आश गर्नु नपरोस् आफूले चाहिँ अरूको आश पुर्याउने भए अरूको चाहिँ आश नगर्नु चिरञ्जीव हुनु लागिहाल्छ लाउनु त तिमी यहाँ बस टिकी लाउनुपर्छ क्या काँटामा ठाडो पारेर ल आमा भन्नु है म यहाँ टिका लगाइदिन्छु यो गाह्रो सुने चाहिँ के हुन्छ बसेर लाउ न बसेर लागेर जिम्मा सुख सन्त बसेर लाउ न मनमा चिता पुरा पुगोस् तिनको ती थाहा हुँदैन यसो कहिलेकाहीँ मिलजुल गर्नु फुनसुन गर्नु यसो कहिलेकाहीँ आउजाउ गर्नु त्यसले मनमा चिता सोसो पुगोस् श्रीसूर यस्तो तेजबाली हुनु खुट्टाले नानीले पनि यहाँ लाग्यो अर्केर आउ न हौ त्यो राम्री भयो कि के लाइट सानीको पालो बसे आइज एडमिन नलाउने खुट्टा ए पल्टी ठोकेर बस अब ज्ञान हुनु धेरै पढ्नु ला धेरै रोग नलागोस् मनमा चिता पुरा पुगोस् म पनि लाइन्छु हाँस्नु
बोल्नु दिदी भन्नु नलड्नु नरुनु गुटुटु पढ्न आओस् गुटुटु गरेर पढ्न आओस् सबैलाई जित्नु लक्ष्मी दिदी शोभा दिदीलाई धेरै माया गर्नु हस् तिमीलाई त नि फिट्दै लाउनु पर्ने रहेछ नि देखिहाल्छ नि हौ भन्न ज्ञानी हुनु है सानी माइती गएर चाँडै आइदियो ल नानी अबै ढोग्नु पनि पर्छ खै लक्ष्मी दिदीले ढोग्ने ज्ञानी हुनु हाम्रो सानी हस् ल पैसा नदिनु नानी लिली अनि मगाइदेन नमस्ते गर दर्शन गर दिदीलाई पनि दर्शन यता दिदीलाई दर्शन गर हो यसरी पो गर्नुपर्छ लाठी गर त फेरि एकचोटि बाबाले ल बुवा यहाँ बस्नु त फोटो एउटा हाल्नु यहाँ आमा कता गयो सानो भाइ आमा कता गयो टिको लागि छ र टिको यो बलपक्ष नारायण नौ दुर्गा भनले रक्षा गरून् हिँड्न चेन नलागोस् नौका केस नझरोस् श्री सुदेशको तेजबाले हुनु छोराले राम्रो हेरेछन् त्यस्तै धेरै छन् छोराहरू धेरै भए पनि काम लाग्ने रहेछ क्या नानी अलिक बाक्लो बसी भक्क झर्छ मङ्गला काली भद्रकाली दुर्गा काली दुर्गा धारानी भाग्य भनेको बन्सन लगाइकन सुख सन्तोष होस् रोग नलागोस् मनमा के चिता छ सोसो पुगोस् कसैको आश नगर्नु छोराछोरीले राम्रो गरेर पालुन् सबभन्दा ठुलो कुरो त्यही हो मजाले रोग चाहिँ नलागोस् जे मनमा चिता छ सोसो पुगोस् हिँड्न ठेस नलागोस् नौका केस नझरोस् कसैको नौदुर्गा भन्ने रक्षा गरून् कसैको आश नगर्नु अरूलाई चाहिँ बरु आश पुर्याउने भए बाबु भित्र खानुपर्छ किन पकाउ गर्नु अलिक पातलो यो कति वर्षको हो खाना अलिक दुख्दैन क्या रे मङ्गला काली भद्रकाली दुर्गा काली सुख धारणी हाल्न दुर्गा गरेको कसम लगाइकन जिउमा सुख सन्तोष होस् रोग नलागोस् मनमा चिता कुरा पुगोस् मम्मीलाई राम्रो गरी पाल्ने भए जे मनमा चिता छ राम्रो गर्न राम्रो पुगोस् कसैको आश नगर्नु हिँड्न ट्रेन नलागोस् नगरोस् यसो कहिले कहिले आएको यसो चिनिन्छ को हो को मनमा चिता जे चिता चिरञ्जी हुनु बाबु रातोपुरमा 3 वर्ष भएकै भान्डा मैले त देखेको थिएन यसपालि बिर्स्यो त्यो जयन्ती मङ्गला काली भद्रकाली दुर्गा काली शिव धारणी आलो भनको वचन लगाइकन जिउमा सुख सन्तोष होस् रोग नलागोस् सबै रोग जति सबै हरण होस् छोराले सबभन्दा छोरा बुहारीले सुखले पालुन्
मनमा जेले चिता छ सोसो पुगोस् नदुर भन्ने रक्षा गरून् अहिले 2 चोटि लायो फेरि आउँछ 3-4 चोटि लाउन पाइयोस् मैले लाएको लाएछु यहाँ बाको के अरे हजुरआमाको कसैको आश नगर्नु अरूलाई आश पुर्याउने भए हाँसी खुसी जे होस् रमाइली चेष्ट क्या जे मनमा चिता कुरा होस् सुख शान्ति होस् नौ दुर्गा भन्ने रक्षा गरून् फलाना कि छोरी के बात भन्ने नाम चलोस् त्यो ठुली नआए त यहाँ सबै सुन्ने हुन्छ भनौँ मान्छेले जमारे त बाबु आउनुहोस् या त बुढाको रस भयो बाबु आउनुहोस् भयो यस्तै भइसक्यो त खिच्नु परेको भएन बाबु अरू के चाहिन्छ नानी के चाहिँदैन रे बुवा त तपाईँसँग चाहिन्छ भन्नु नि केही पनि नचाहिने दाजुलाई कता दिन्छु नि म नानी मलाई यता हेर मामु ये यहाँ सरुवाल त त्यो झिझी गर्छौँ खाना खाँदैनन् त्यही गर्छौँ क्या बच्चाले इसराली यता उता यो पनि त्यो पनि गरेको ल आयो ठ्याक्कै यताबाट जाऊ दुईचोटि आयो हो फेरि आयो
उल्टो उल्टो यताबाट भनेको केशु केशु ठीक है आमा आमा तपाईँ खुवाइदिनु त खुवाइ आमा यहाँलाई खुवाइदिनु त खुच्चालाई तपाईँ राम्रो खुवाउनु हरियो त देखिएन सेतो देखियो सेक्दै सेक्राले गाँथे रानी राम्रो यो खुट्टा यता हेर्दा न पल्टाएर पनि यता हुन्छ नि दाजु फुटाउनु फुटाउनु के भन्नु पल्टाउनु के चम्चामा दिन्छु आमा खुवाइदिनु भनेको नजानु तपाईँ